नमस्कार, नेपाली सोल्सन्समा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी छुट्टै खालको भिडियो लिएर आएका छौँ। योभन्दा अगाडि चाहिँ हामीले टियु सम्बन्धीको डिफ्रेन्ट भिडियोहरू बनाएका थियौँ भने आज चाहिँ हामी चाहिँ तपाईले आफ्नो युट्युब च्यानललाई चाहिँ कसरी मोनिटाइज गर्न सक्नुहुन्छ भन्ने बारेमा हेर्न गइरहेका छौँ। सो हामी चाहिँ भिडियोलाई अब सुरु गरौँ है त। युट्युबको पार्टनर प्रोग्राम एलिजिबिलिटी भनेको मतलब चाहिँ तपाईँ युट्युबमा चाहिँ मोनिटाइजेसन गर्नुभन्दा अगाडि चाहिँ तपाईले चाहिँ युट्युबको चाहिँ दुईटा क्राइटेरियालाई चाहिँ फुलफिल गर्नुपर्ने हुन्छ। एउटा भनेको चाहिँ तपाईले 1000 सब्स्क्राइबर हुनु पर्यो तपाईको च्यानलमा, र अर्को भनेको चाहिँ तपाईको च्यानलमा कि त 4000 आवर वाच टाइम हुनु पर्यो अथवा तपाईको 10 मिलियन भ्युज हुनु पर्यो यदि सर्ट्सहरू छ भने। यदि यो पछाडिको दुईटा 4000 आवर वाच टाइम अथवा त्यो मध्ये 10 मिलियन भ्युज चाहिँ तपाईको सर्ट्समा भ्युज छ भने चाहिँ त्यो दुईटा मध्ये एउटा कम्प्लिट हुने बित्तिकै चाहिँ तपाईको क्राइटेरिया चाहिँ फुलफिल हुन्छ र तपाईको च्यानलमा चाहिँ 1000 सब्स्क्राइबर चाहिँ हुनै पर्ने हुन्छ है। सो तपाईले यो दुईटा क्राइटेरिया फुलफिल गरिसकेपछि मात्र बल्ल तपाईको च्यानल चाहिँ मोनिटाइजेसनको लागि चाहिँ इनेबल हुन्छ है। सो यति यो होइन कि तपाईको च्यानल चाहिँ तपाईले स्टार्ट गर्नुभयो र भिडियो हाल्ने बित्तिकै चाहिँ तपाईकोमा चाहिँ किन मोनिटाइजेसन भएन, किन तपाईको चाहिँ अर्निङ भएन भनेर तपाईहरु यदि विचार सोच्नुहुन्छ भने चाहिँ तपाईले चाहिँ यो दुईटा चाहिँ क्राइटेरिया चाहिँ फुलफिल गर्नुपर्ने हुन्छ। सो आफ्टर कम्प्लिटिङ दिस आइडिया मात्र त्यसपछि तपाईको च्यानल चाहिँ फुलफिल हुन्छ। सो आजको भिडियोमा चाहिँ हामीले चाहिँ यो दुईटा क्राइटेरिया फुलफिल गरिसकेका छौं र यो क्राइटेरिया फुलफिल भइसकेपछि चाहिँ अब हामी चाहिँ मोनिटाइज चाहिँ हाम्रो भिडियोलाई चाहिँ युट्युब च्यानललाई चाहिँ मोनिटाइज चाहिँ कसरी गर्ने भनेर हेर्छौं है। सो त्यसको लागि चाहिँ अब अफ कोर्स तपाईसँग एउटा युट्युबको च्यानल हुनु पर्यो। सो युट्युब च्यानललाई चाहिँ अब तपाई चाहिँ youtube.com खोल्नु होला, आफ्नो च्यानलमा जानु होला र तपाईको आफ्नो च्यानलको स्टुडियोमा जानु होला हैन। सो तपाईले यही च्यानलको राइट साइडपट्टि तपाईको च्यानलको आइकन देख्छ, त्यहाँ क्लिक गर्नु होला र त्यहाँनिर तपाईको चाहिँ यहाँ तल युट्युब स्टुडियो भन्ने देख्नुहुन्छ। सो युट्युब स्टुडियोमा क्लिक गर्नु होला। क्लिक गरिसके पश्चात चाहिँ तपाई चाहिँ च्यानलको ड्याशबोर्डमा आउनु भएको छ। च्यानलको ड्याशबोर्डमा आइसकेपछि चाहिँ यहाँनिर लेफ्ट साइडमा हेर्नुस् त, यहाँ ड्याशबोर्ड, कन्टेन्ट, एनालिटिक्स, कम्युनिटी भन्ने छ। यहाँ तल एउटा अन भन्ने छ जुन चाहिँ डलरको साइन पनि आइरा छ यहाँनिर। सो यो अन भन्नेमा क्लिक गर्नु होला। आफ्टर क्लिकिङ दिस तपाईको चाहिँ यहाँनिर चाहिँ जस्तै तपाईको च्यानल चाहिँ भर्खर बनेको छ भने चाहिँ यहाँनिर चाहिँ तपाईको त्यो जुन त्यो क्राइटेरिया थियो नि 1000 सब्स्क्राइबर र 4000 वाच आवर नपुगेको छ भने चाहिँ तपाईको यहाँनिर चाहिँ नपुगेसम्म चाहिँ यहाँ देखाइरहन्छ तपाईको कति सब्स्क्राइबर पुगेको छ र तपाईको वाच आवर कति पुगेको छ भनेर देखाउँछ। त्यो कम्प्लिट भइसकेपछि मात्र बल्ल तपाईको यो स्टेपमा जान्छ है, त्यो आफ्टर कम्प्लिटिङ दैट है। सो आफ्टर कम्प्लिटिङ दैट तपाई चाहिँ यहाँनिर अन युट्युब भन्ने सेक्सनमा यो अटोमेटिकली जान्छ जब तपाईको त्यो दुईटा क्राइटेरिया चाहिँ फुलफिल हुन्छ। सो त्यो अब क्राइटेरिया चाहिँ आफ्नो फुलफिल गर्नु होला। देन आफ्टर यु कम टु दी स्टेप 1, यहाँ चाहिँ रिभ्यू बेस्ड टर्म्स भन्ने छ। यहाँनिर मैले अलरेडी रिभ्यू गरिसकेको छु, तपाईहरुले चाहिँ यहाँनिर रिभ्यू भन्ने बटनमा क्लिक गर्नु होला है। रिभ्यू गरिसकेपछि त्यहाँनिर सर त्यसको त्यो टर्म्स एन्ड कन्डिसन्सहरु छ, त्यसलाई सर पढेर तलपट्टि आई एक्सेप्ट भन्नेमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको स्टेप 1 डन भयो है। नाउ वी कम टु दी नेक्स्ट स्टेप 2। सो स्टेप 2 मा चाहिँ अब तपाईले के गर्नु पर्यो, एउटा एडसेन्स एकाउन्ट चाहिँ बनाउनु पर्यो युट्युबको लागि है। सो अब तपाईको एडसेन्स एकाउन्ट कसरी बनाउने भन्ने बारेमा चाहिँ हामी फेरि अर्को छुट्टै भिडियो ल्याउने छौं हैन, किनभने अब एडसेन्स एकाउन्ट बनाउने नै तपाईको लामो भिडियो हुन्छ। सो त्यसलाई हामी यो भिडियोमा मेन्सन गर्दैनौं। मेरो चाहिँ अलरेडी एउटा एडसेन्स एकाउन्ट छ, सो त्यही भएर म त्यही एडसेन्स एकाउन्टबाट नै यसमा साइन अप गर्छु है, अथवा यो मेरो युट्युब च्यानललाई चाहिँ त्यो एडसेन्स एकाउन्टसँग लिंक गर्छु है। अब तपाईहरुको यदि एडसेन्स एकाउन्ट छैन भने चाहिँ तपाईहरुले चाहिँ एउटा एडसेन्स एकाउन्ट चाहिँ बनाउनु पर्ने हुन्छ है। सो त्यसपछि म स्टेप 2 मा जान्छु, यहाँ स्टार्टमा क्लिक गर्छु। So after clicking the start, उसले यही भनिरहेछ, you will be redirected to the AdSense for YouTube to complete this step भनेको छ। तपाई चाहिँ अब यहाँबाट चाहिँ तपाई हाम्रो चाहिँ एडसेन्स एकाउन्टमा रिडाइरेक्ट हुन्छ भनेको छ आफ्टरको यो स्टेप कम्प्लिट हुनलाई। सो यहाँनिर सेलेक्टमा क्लिक गर्ने। यहाँनिर अब तपाईको तीनटा अप्सन्स आइदिएको छ। एउटा भनेको मसँग एडसेन्स एकाउन्ट अलरेडी छ र म त्योसँगै लिंक गराउँछु भन्ने। यसमा नो भनेको आई डोन्ट हैव एन एक्जिस्टिङ एकाउन्ट भनेको मसँग एडसेन्स एकाउन्टै छैन, म नयाँ बनाउन चाहन्छु भने यसमा क्लिक गर्ने। र आई डोन्ट नो भने मलाई केही थाहा छैन नि यसमा क्लिक गर्ने। अब यो मलाई अफ कोर्स थाहा छदैछ र मेरो एडसेन्स एकाउन्ट पनि छदैछ। सो म त्यही भएर यस आई हैव एन एक्जिस्टिङ एडसेन्स एकाउन्ट फर युट्युब भनेर मा क्लिक गर्छु है। सो यहाँनिर साइड बाइ साइड पनि तपाईले देख्न सक्नुहुन्छ मेरो एउटा यो एकाउन्ट चाहिँ एडसेन्स एकाउन्टमा इनेबल छ र मेरो अर्को एउटा युट्युब च्यानलबाट पनि यति अर्निङ भइरहेको रहेछ। सो म यही च्यानलमा नै त्यो एडसेन्स एकाउन्टलाई लिंक गर्न गइरहेको छु, यही एडसेन्सलाई त्यो युट्युब च्यानलसँग लिंक गर्न गइरहेको छु है। सो आई हैव एन एक्जिस्टिङ एडसेन्स एकाउन्टमा मैले क्लिक गरेँ र
त्यसपछि मैले कन्टिन्यू गरेँ। सो यहाँनिर चाहिँ एउटा तल पनि केही दिएको छ होइन, यु आर ओन्ली एलाउड 1 एडसेन्स अर एडसेन्स फर युट्युब एकाउन्ट पर पर्सन। यहाँ तल भनेको चाहिँ अब यो च्यानल चाहिँ तपाईँको एउटा एडसेन्स एकाउन्टमा मात्र चलाउन मिल्छ भन्न खोजेको क्या युट्युब च्यानल। यही युट्युब च्यानल तपाईँको एडसेन्स एकाउन्टबाट पनि अथवा तपाईँको साथीको एडसेन्स एकाउन्टबाट पनि भन्नाले मल्टिपल एडसेन्स एकाउन्टबाट चाहिँ चलाउनु मिल्दैन है। यो एउटा युट्युब च्यानल चाहिँ तपाईँको एउटा एडसेन्सबाट मात्र चलाउनु मिल्छ है ल। सो देन आफ्टर वी विल क्लिक अन द कन्टिन्यू, हामी कन्टिन्यूमा क्लिक गर्छौँ। त यसले चाहिँ मलाई अब मेरो एडसेन्स एकाउन्टमा रिडिरेक्ट गरिदिरहेको छ है। सो यहाँनिर मेरो लिस्ट अफ मेरो आइडीहरू छ। सो यो मध्ये चाहिँ अब मैले मेरो एडसेन्स एकाउन्ट भएको एकाउन्ट चाहिँ कुन हो त्यो सिलेक्ट गर्नु पऱ्यो। सो मेरो चाहिँ यो वाला चाहिँ मेरो एडसेन्स एकाउन्टमा म लिङ्क गर्न गइरहेको छु र मैले यसलाई क्लिक गरेँ। त्यसपछि उसले मेरो सबै डिटेल्सहरू देखाइदिएको छ, पब्लिसर एकाउन्ट डिटेल, मेरो एडसेन्सको आइडी, मेरो कन्ट्री र टेरिटोरी सबै कुरो देखाइदिएको छ। देन आफ्टर हाम्रो यो सबै कुरा आइसक्यो। अब म कन्टिन्यूमा क्लिक गर्छु। त्यसपछि हाम्रो च्यानलको नाम पनि देखाइदिएको छ, लेट्स गेट यु स्टार्टेड भनेर छ हाम्रो च्यानलको नाम। त्यसपछि सेटअप एकाउन्टमा क्लिक गरेँ मैले। सेटअप क्लिक गरिसकेपछि चाहिँ अब उसले हाम्रो चाहिँ काम भइसक्यो। अब चाहिँ तपाईँलाई चाहिँ रिडिरेक्ट गरिदिन्छु युट्युबमै भनेर भनेको छ। सो ओके, मेरो काम भइसक्यो। सो आई विल बी रिडिरेक्टेड ब्याक टु द युट्युब है। यहाँनिर भयो। सो एकछिन वेट गर्नु पऱ्यो। अब यहाँ अघिसम्म हाम्रो यहाँ स्टेप 2मा नट स्टार्टेड भनेर भइरहेको थियो है। अब हामीले त्यहाँनिर सेटअप गरिसकिसकेका छौँ। अब फेरि यो एकचोटि रिफ्रेस भएको छ। अब यहाँनिर अलरेडी ल हाम्रो यहाँ स्टेप 2मा हेर्नुहोस्, साइन अप फर द एडसेन्स फर द युट्युब, यु हेभ सक्सेसफुल्ली लिङ्क्ड एन्ड एडसेन्स फर युट्युब एकाउन्ट भनेर आइसक्यो। अब भनेको चाहिँ हाम्रो भेरिफिकेसनको लागि चाहिँ हामीले केही दिन चाहिँ वेट गर्नुपर्ने हुन्छ। उनीहरूले चाहिँ अब हाम्रो च्यानलहरूलाई चाहिँ रिभ्यू गर्छ र रिभ्यू गरेर चाहिँ हाम्रो च्यानल चाहिँ मोनिटाइजेसनको लागि हुन्छ कि हुँदैन भनेर चाहिँ देन आफ्टर सम डेज चाहिँ उसले हामीलाई इमेलको थ्रुबाट मेसेज इमेल पनि पठाउँछ, साथसाथै हाम्रो यही च्यानलमा पनि आउँछ कि तपाईँको रिभ्यू भयो कि भएन भनेर। सो हामी चाहिँ अब केही दिनपछि यो आफ्टर रिभ्यू भइसकेपछि म फेरि तपाईँलाई देखाउने छु है त। सो मैले चाहिँ सोचेको थिएँ कि त्यो युट्युबको हामीले मोनिटाइजेसन गरिसकेपछि चाहिँ रिभ्यू गर्न चाहिँ लगभग 1 विकदेखि 2 विक्स जति लाग्छ भनेर सोचेको थिएँ। तर मेरो च्यानल चाहिँ तपाईँको आजको भोलि नै एक्सेप्टेड भयो र मेल आइसकेको छ। उनीहरूले चाहिँ नेपाली सोल्युसन्स कङ्ग्रेस यु हेभ बिन एक्सेप्टेड टु द युट्युब पार्टनर प्रोग्राम। सो यो चाहिँ टाइम नलाग्ने रहेछ है। तपाईँको च्यानल सबै ठिक छ, कपिराइट कन्टेन्टहरू छैन भने तपाईँको आज एप्लाई गर्नु भने तपाईँको भोलि नै त्यो तपाईँको एक्सेप्टेड हुने रहेछ। सो मेल पठाइदिइसकेको छ, वेलकम टु द युट्युब पार्टनर प्रोग्राम भनेर भनेको छ। त्यसपछि कङ्ग्रेचुलेसन यो डिजाइन। त्यसपछि टर्न अन योर बेनिफिट्स भनेर भनेको छ। अब हामीले हाम्रो युट्युब स्टुडियोमा गएर हामीले चाहिँ अब मोनिटाइजेसनलाई चाहिँ अब हामीले इनेबल गर्नुपर्ने हुन्छ है त। सो त्यसको लागि चाहिँ तपाईँले टर्न अन योर बेनिफिट्स भन्नेमा क्लिक गर्नु होला। सो देख्न सक्नुहुन्छ म चाहिँ हाम्रो युट्युब स्टुडियोमा गइसकेको छु र यहाँ चाहिँ उसले भनिसकेको छ कङ्ग्रेचुलेसन वेलकम टु द युट्युब पार्टनर प्रोग्राम। अनि त्यसपछि उसले चाहिँ यो भनेर अब हामीले चाहिँ लेट्सकोमा क्लिक गर्ने। लेट्सकोमा क्लिक गरिसकेपछि चाहिँ अब उसले चाहिँ रिभ्यू एट डिफल्ट्स भनेको छ। यसलाई चाहिँ अब हामीले चाहिँ बाई डिफल्टमा चाहिँ अब हामीले के गर्ने, भइभरको सबै अहिले जे जति पनि भिडियो छ सबैलाई हामीले मोनिटाइज चाहिँ गर्ने हो होइन। सो यसलाई पछि फिनिस लेटर गरेर गर्दा पनि भयो। अहिलेलाई चाहिँ मैले नेक्स्ट क्लिक गरेँ। त्यसपछि उसले चाहिँ मोनिटाइजर एक्जिस्टिङ भिडियो भनेर भनेको छ। मैले मेरो सबै भिडियोलाई मोनिटाइज गर्ने नै हो। सो त्यही भएर मैले चाहिँ सबैलाई मोनिटाइज हलमै क्लिक गरेँ। अब यति गरिसकेपछि मेरो ओभरभ्यूमा आइसकेको छ मेरो युट्युब स्टुडियोमा। सो युट्युब स्टुडियोको ओभरभ्यूमा आइसकेपछि चाहिँ यहाँनिर चाहिँ अब वाच पेज एड र सर्ट पेज एड्सको चाहिँ हामीले अब गेट स्टार्टेड गर्नु पऱ्यो। अब चाहिँ हामीले हाम्रो भिडियोलाई चाहिँ मोनिटाइज गर्न सुरु गर्नु पऱ्यो। सो त्यही भएर चाहिँ अब हामी चाहिँ पेज एड्स र तपाईँको यदि सर्ट फिड्सहरू छ भने त्यो दुइटालाई तपाईँले चाहिँ गेट स्टार्टेड गरेर त्यसपछि सबैमा मोनिटाइजेसन गर्न सक्नुहुन्छ। सो अहिलेको केसमा चाहिँ मैले वाच पेज एड्समा चाहिँ म गेट स्टार्टेड गर्छु। सो त्यहाँनिर गइसकेपछि चाहिँ नाउ हामीले चाहिँ अब टर्न अन गर्नु पऱ्यो हाम्रो सबै एड्सहरूलाई चाहिँ। सो मैले चाहिँ यहाँनिर टर्न अन भन्ने बटनमा क्लिक गरेँ। हामीले चाहिँ अब यो रिभ्यूहरू छ वाच पेज एड्सको केही टर्म्सहरू, त्यो टर्म्सहरू यसो हेरेर मैले यो आई एक्सेप्ट त्यो वाच पेज टर्म्स भन्नेमा चेक गरेँ। त्यसपछि मैले चाहिँ एक्सेप्ट एन्ड नेक्स्ट भन्नेमा क्लिक गरेँ। सो वान्स हामीले यो एक्सेप्ट एन्ड नेक्स्ट क्लिक गरे पश्चात चाहिँ त्यसपछि चाहिँ हाम्रो वाच पेज एड्स चाहिँ तपाईँको इनेबल भइसकेको छ। र यसरी हामीले चाहिँ अब हाम्रो सबै युट्युब भिडियो हाम्रो जे पनि भिडियोहरू छ सबैमा चाहिँ हामीले मोनिटाइजेसन चाहिँ इनेबल गरिसकेका छौँ। अब मेरो च्यानलमा चाहिँ सर्ट्सहरू चाहिँ एउटै पनि छैन, त्यही भएर मैले चाहिँ त्यसलाई खासै टर्न अन गर्नु जरुरत छैन।
तपाईँहरूकोमा नि सर्ट्सहरू एकदम टन्नै छ भने चाहिँ तपाईँले यो सर्ट्स फिड एडमा पनि गेट स्टार्टेड गरेर त्यसलाई पनि तपाईँले इनेबल गर्नु होला है। त्यति गरे पश्चात चाहिँ अब तपाईँको ओभरभ्यूमा चाहिँ अघिसम्म तपाईँको केही पनि थिएन भने, अघिसम्म चाहिँ तपाईँको गेट स्टार्टेड थियो भने चाहिँ अब चाहिँ तपाईँको भ्यू एक्टिभ भनेर आइसक्यो। यहाँनिर सर्ट फिड्स एड पनि एक्टिभ भनेर आइसक्यो। अब तपाईँले आफ्नो भ्यू गरेर एनालिटिक्सहरू हेर्न सक्नुहुन्छ। यहाँनिर के छ होइन, तपाईँको कति अर्निङ भइरहेको छ। मेरो चाहिँ भर्खर हिजोबाट सुरु भएछ होइन, 0.12 बल्लै अर्निङ हुँदैछ, बल्ल सुरुवात भयो नि त। सो यसरी चाहिँ तपाईँहरूले अब चाहिँ तपाईँको युट्युब च्यानललाई चाहिँ मोनिटाइज गरेर, युट्युब च्यानलको भिडियोहरूलाई चाहिँ मोनिटाइज गरेर चाहिँ तपाईँले चाहिँ अर्निङ गर्न सक्नुहुनेछ है युट्युब च्यानलबाट। अब त्यो एडसेन्स एकाउन्ट बनाउने चाहिँ मैले फेरि अघि पनि भनेको थिएँ कि त्यसलाई चाहिँ हामी फेरि अर्को भिडियोमा हेर्नेछौँ भनेर। अब यो तपाईँको मोनिटाइजेसन इनेबल हुनलाई चाहिँ दुईवटा क्राइटेरिया चाहिँ तपाईँको फुलफिल हुनै पर्ने छ। एउटा भनेको तपाईँको सब्सक्राइबर 1000 पुग्नै पर्यो, र अर्को भनेको चाहिँ तपाईँको आइदर वाच आवर चाहिँ 4000 हुनु पर्यो, अथवा तपाईँको चाहिँ 10 मिलियन भ्युज हुनु पर्यो सर्ट्समा चाहिँ होइन। तपाईँको युट्युब च्यानल चाहिँ मोनिटाइजेसन हुन्छ, र त्यसपछि चाहिँ तपाईँले आफ्नो युट्युब च्यानलबाट चाहिँ राम्रो अर्निङ गर्न सक्नुहुनेछ। राम्रो कन्टेन्टहरू हाल्दै जानु होला, त्यसपछि तपाईँको युट्युब च्यानलबाट पैसा आउने क्रम पनि राम्रै जारी हुन्छ है त। ओके, सो आजको लागि हामी यति नै गर्नेछौँ, र फेरि पनि हामी अर्को भिडियोमा अर्कै नयाँ टपिक रिलेटेड लिएर फेरि पनि आउनेछौँ। भिडियो कस्तो लाग्यो कृपया सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, अनि च्यानललाई चाहिँ प्लिज च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु नबिर्सिनु होला है। फेरि पनि हामी अर्को भिडियो आउनेछौँ, तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।